हेलो नमस्ते एभ्रिवान। फेरि पनि तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ होइन। त्यही हो। अनि आज चाहिँ खासमा के भन्न आएको भने अर्को एउटा कुरो अस्तिदेखि भन्नुला भन्दै थिएँ कि मैले त्यो टाइमै पाइरहेको थिइनँ। कविता नेपाली कसले चिन्नुहुन्छ? हुन त म्याक्सिमम नेपालमा चाहिँ सबैले नै चिन्छ, किनभने ऊ जस अब नेपालमा त पपुलरै छ नि त ऊ। जस्तै अब तपाईँको एक्टर प्लस डान्सर मोडल समथिङ हो नि त। जस मलाई चाहिँ एकदम भित्रैदेखि मनपर्ने पनि हो पहिल्यैदेखि होइन। अनि तपाईँको के भन्छ, अहिले झन् एकदम उसले प्राउडको काम गर्यो क्या। उसले नेपाललाई जस वर्ल्डमा चिनायो होइन। नेपालमा त उसले चिन्थ्यो, उसले आफूलाई पनि वर्ल्डमा चिनायो, प्लस अब आफ्नो देशलाई पनि उयो गर्यो क्या। त्यो भनेको एउटा प्राउड मोमेन्ट हो क्या। उसले कति 24 आवर्समा 24 घन्टामा माउन्ट एभरेस्ट र लोत चाहिँ चढेर जस वर्ल्ड रेकर्ड राखेर चाहिँ नेपाललाई अझै नेपालको नाम रोशन गरेको छ होइन। त्यसमा एकदम मलाई चाहिँ भित्रबाट खुसी छ। त्यही हो होइन। धेरै बोलिन्छ। त्यही हो। तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ यो कुरा होइन? मलाई चाहिँ एकदम होइन यस्तो मान्छेहरूलाई चाहिँ सपोर्ट गर्नुपर्छ है साथीभाइ हो होइन। म चाहिँ एकदम सपोर्ट गर्छु यस्तो कुराहरूलाई होइन। तपाईँहरू पनि सपोर्ट गर्नु होला होइन। त्यही हो। Keep loving, keep watching. Stay tuned, guys.